हेलो सर नमस्ते अक्कलाएर मैले केटाहरूसँग सर नमस्ते विशालदङ युट्युब च्यानलमा हजुरहरूलाई धेरै धेरै स्वागतम छ सबजनालाई वेलकम छ विशालदङ युट्युब च्यानलमा सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम भोगला सन्चै छु गाइज अनि तपाईँहरूले मेरो भ्लग कस्तो लाग्यो होला अस्तिको टक्क लाएर मन पऱ्यो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला टक्क लाएर गाइज आज चाहिँ हामी कति यो गोर्खामा आएर कति काम गरेर कति 3 महिनापछि अब घर जाँदैछौँ गाइज आज हामी अब काकु र म घर जाँदैछौँ टक्क लाएर सबजनाले लास्टसम्म हेरिदिनु होला मन परिदिनु होला यो भ्लग ठ्यास्स परेर अनि गाउँमा आसार पनि लागिसक्यो गाइज त्यही हो कुली तलाएर अब गाउँमा जाने बित्तिकै अब यसो गाउँतिरको अनि कोदो रोपेको भ्लगहरू आउँछ हेर्दै गर्नु तपाईँहरू सबजनाले कुली तलाएर अहिले चाहिँ कति 6 बजेर 16 मिनट गएछ ट्राक्टरबाट हालेर निस्किनु पर्छ हामी पुग्ने भनेको ऊ तलतिर हो गाइज तलतिर खोल्दोतिर होइन त्यहाँ पुग्नुपर्छ गाडी भेट्नलाई पुग्नु चाहिँ 1 घन्टामा गाइज त्यहाँ कुली तलाएर ट्यास्स परेर तपाईँहरूले अब लुगो लाउँ हिँड्दा खोलाएर कुली तलाएर यहाँबाट निस्किने अरे तपाईँहरूले भेटौँला है ल नमस्ते अब यो गाउँ पनि छोडियो यो ठाउँ पनि छोडियो सधैँको लागि बिदा भयो है तर एकदमै के भन्छ अरे एकदमै नराम्रो ठाउँ के कस्तो ठाउँमा आए जस्तो फसे जस्तो लागेको थियो बल्ल कहिले निस्किनु जस्तो भएको छ साथीहरू मलाई यहाँबाट होइन तर अहिले चाहिँ एकदम बबाल गुड भएको छ यहाँबाट निस्किनु पऱ्यो अब काठमाडौँ गइन्छ आज अनि रङरङ पुग्नलाई कति लाग्छ होला 1 घन्टा 2 घन्टा चाहिँ लाग्छ होला अगाडि काकु हुनुहुन्छ हेलो काकु बल्ल निस्क्यो होइन यता कताबाट बाटो रोड जाने उता जाने भनेको उता जाने कि यता तल जाने यताबाट कहिले पुग्ने यहाँबाट तल जाने सिधै खोलाबाट जाने त नि हामी रङ जाने होइन त्यही त नि बस भने जाने हुन्छ यहाँबाट बाटो थाहा छ भने जाउँ अब गएको उताबाट जाने हो कि यताबाट जाने भयो हामीलाई चाहिँ कन्फ्युज भयो अब त्यहाँ पुग्नुपर्छ रङरुङमा त्यति हो अरू कुरो के थाहा छैन गाइज हाम्रो काकु हुनुहुन्छ कति बज्यो टक्कलाई टाइम पनि हेर्नु पऱ्यो नि त आमा 7:32 भइसक्यो गाइज अब तपाईँहरूले खुली तलाएर खोलामा जाउँ खोलामा गएर अनि ट्याक्क लाएर भेटौँ हेलो अहिले चाहिँ हामी रोडतिर गयो गाइज रोडतिर माथिबाट हिँडेको कस्तो बिजो रोइन भइरहेछ खोलातिर सुनसान छ है सुनसान कता हो खोइ यहाँ गएको है परे अब काठमाडौँमा केटाहरू पनि आउँदैछ अरे कोही गुरुङ गाउँबाट कोही कताबाट आउँदैछ अरे भेट्नुपर्छ भन्छ के गर्नु बिजोरो मैला छ होइन उहाँ माथि पुग्नुपर्छ हामी माथि टक्क लाएर छ्यास्स परेर रोड गएपछि पुग्छ अनि टक्क लाएर होइन हाम्रो काकु हुनुहुन्छ अगाडि ठ्याक्क 8 बजेसक्यो गाइज अब चाँडै पुग्नुपर्छ अहिले फेरि गाडी भेटिन्न अगाडिको गाडी हेर्नुपर्छ हामीले त्यही हो काम बच्चा भोलि बिहान आउँदाखेरि अब अर्को भन्नुहोस् त के काम भइसक्यो त अब अब उयो गएर भेटौँ तपाईँहरू छ्यास्स परेर हिँड परेर आउँछ यहाँ हिँड परेर एउटा मौरीको के भन्छ अरे बिरमौरी होइन बिरमौरी छ त्यहाँ बिरमौरी ठाउँमा पुगेपछि तपाईँहरूले ठ्याक्क लगाएर भेटौँला गाइज है छ्यास्स परेर हो कि काकु बुल्डा लाइक गरिदिनु भने काकु आज है जाने बेला सबले लाइक गरिदियो भने आज हामी आउँदैछ त्यो कहाँ पो जान्छ अब ट्याक्क लाएर हेड पाहाडमा गएर भेटाउनु त हेलो लसो नगर्दै गाइज अहिले चाहिँ टक्क लाएर गाडी चढेर पनि हामी यता के अरे
गडीबाटै हिँडिसक्यो गाइस त्यो बिचो रमाइलो भइरहेको छ अनि हाम्रो सम्झि चाहिँ यता हामी काम गर्नु ठाउँको रहेछ पछाडि पनि छ होला म त सुतिरह है सबजना हाम्रो अब मेरो युट्युबको सब्सक्राइबरहरू भनौँ न सम्झिरहेको सब्सक्राइबर यता बर्ख पनि सबैले हेरिदिनु होला माया गरिदिनु होला तपाईँलाई यता काकु हुनुहुन्छ अनि यता खाबाको माइच्याङहरू हो पार्कमा तर दामी रहेछ लु त खाइ अब तपाईँहरूले अब मुक्लिङमा गएर भेट्नु है मुक्लिङ पुग्न धेरै टाइम लाग्दैन होला अब मुक्लिङ गएर भेटौँ अनि त्यसपछि हामी त्यहीँबाट छुट्टिन्छ होला सम्झि अब उता चितवन रहेछ अब हामी चाहिँ उता काठमाडौँ जाने टकलहरू त्यहाँ गएर भेटौँ है गाइस जिल्ला दिल बाजारा नैनै बोल यतिकै हुनुपर्छ एउटा ऱ्याप हान्दिनु न दाइ एउटा ऱ्याप हान्दिनु न ऱ्याप सम्झि चितवन जान लागेर गाइस हामी चाहिँ अब यहाँबाट केटिएम जान्छ होला मुक्लिङको पुल है आमा कस्तो बिचोक रमाइलो भइरहेको गाइस खोला पुरै कालो निकालो मुक्लिङ है मुक्लिङ उतापट्टि चाहिँ भाइरल पुल हो परे यतिको त हाम्रो केटाहरू चटपल है त्यही हो गाइस अब अरू गाडी गर्छ कोही पछितिर गएर तपाईँहरूले पुलिस चलाएर भेटौँ ल कतिखेर पुग्छ कतिमा त्यतिखेर तपाईँहरूले डक्टर लाएर छ्यासा परेर तपाईँहरूले अब म गाडी चढी मात्रै भेटौँ त्यसले ल नमस्ते अहिले चाहिँ टक्कर लाएर गएछ हामी अब उता मुक्लिङबाट चढेको पुरै त्यो के अरे गर्मीले एकदमै मर्न लाग्यो क्या चाहिँ पुरै बोलेर पहिले भिडियो बनाउनु पाएन त्यही हो अब अहिले ब्रेकफास्ट लिने ठाउँमा खाना खाने ठाउँ टक्कर लगाएर अब उता गल्छीतिर गएर भेटौँ न गल्छीको गल्छी हान्नु छ्यासा परेर हान्दिएपछि त्यहाँ गएर भेटौँ त्यसपछि त्यो एकदम गर्मी भएर चाहिँ केही बोल्न पनि सकेन यस्तो हाम्रो काठको चाहिँ उता चरमको त्यो चाहिँ भिडियो बनाउनु पाएन चाहिँ कति गर्मीले नि बनाउनु सकेन हेलो सो नमस्ते अहिले चाहिँ म चाहिँ टक्क लगाएर रमाइलो गाइस त्यही बहुत रमाइलो भइरहेको छ बिचौक रमाइलो गर्मी केही बित्ति गर्मी बढेको गाइस केही बित्ति गर्मी बढेको यार यो कामले पनि मुद्दा हालिदिनु पर्छ क्या
भैँसीमा त कालो छ त गाइज भैँसी गजब बेइज्जती है जीवन डर लागेर भएको छ होला म यस्तो देखेर त चाहिँ टक्कर लगाएर छ पऱ्यो अब त्यो एकदम गर्मी छ उता पनि गर्मी यता पनि गर्मी र आफ्नो गाउँमा चाहिँ अलिअलि जाडो छ होला फेरि साह्रो गर्मी छैन गाइस त्यही अब पुलिस लगाएर तपाईँहरूले अब केटाहरूले मलाई बोलाएको छ अब निस्किँदाखेरि तपाईँहरूले अब के गरेर हुन्छ कि कसो गरेर हुन्छ तपाईँहरूले अब त्यो रुम उता केटाहरूसँग जाउँ भेटेपछि तपाईँहरूले प्लिज हेलो ल सर नमस्ते गाइस अहिले चाहिँ टक्क लगाएर मैले केटाहरूसँग भेट्यो केटाहरूले खोइ कता कता लाग्यो हो बाटो बिजी लागेको छ कतातिर पुग्यो त्यति त हुनुपर्छ बिजोग रमाइलो होइन तर यतातिर चाहिँ अलि शीतल रहेछ उता गोर्खामा भन्दा उता गोर्खामा चाहिँ एकदमै गर्मी छ गाइस पर्छ अनि हाम्रो मामाहरू छ टक्क लगाएर गर्छ भाइ मामा सिरी हाम्रो रजिन मामा उतातिर अब पुलिस लगाएर तपाईँ भेटौँला है एकैछिन पछि हेलो गाइज अहिले चाहिँ टक्क लगाएर म चाहिँ रुममा आइसकेँ केटाहरू भेटेर पनि त्यही पनि बिचोक रमाइलो भयो गाइज एकछिन केटाहरूसँग भेट्यो त्यही हो गाइज अब टक्क लगाएर भ्लग पनि यति नै हो टक्क लगाएर सबले हेरिदिनु होला लास्टसम्म मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला त्यही हो गाइज अब भतिजको बिहे पनि रहेछ पर्सि निकुर्सी 29 गते बिहे रहेछ भतिजको अब पर्सि 28 गतिर गाउँ जाँदाखेरि टक्क लगाएर तपाईँहरूलाई खुलित लगाएर भेटौँ ल ल त गाइज मन परेमा लाइक पनि गरिदिनु होला है फेरि के भन्छ अरे मैले एउटा झर्नाको पनि भिडियो हाल्दैछु टिकटकमा टिकटकको नाम पनि फलो गरिदिन्छु सबले गएर फलो गरिदिनु होला है गाइज ल त छ्यासा परेर तपाईँहरूले अब 28 गते मात्रै भेटौँ